राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले आफ्नो पहिलो महाधिवेशन नै चितवनमा गर्नु यो चितवनवासीको लागि एउटा गौरवपूर्ण पनि क्षण हो। यो एउटा कुनै निश्चित पार्टीको मात्रै नभई यो समग्र अहिले देशलाई राज्य सञ्चालन गरिरहेको सत्तारूढ दलको महाधिवेशन पनि हो र यसलाई विशेष अर्थले हेर्न पनि सकिन्छ। अझ भनौं चितवनमा नै यो गरिनु एक चितवनवासीको नाताले यसलाई स्वागतयोग्य कदम र राष्ट्रिय महाधिवेशनको भव्य सफलताको शुभकामना दिन पनि चाहन्छौं। तर केही रासुपाका यो महाधिवेशन सम्बन्धी गतिविधिहरूले गर्दा विभिन्न आलोचनाहरू पनि आइरहेका छन्। जस्तो औद्योगिक कार्यक्रमहरू मात्रै गर्ने भनेर खोलिएको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा रहेको छ। यसमा जुन मन्त्रालयले नै पत्र काटेर यहाँ यो राजनीतिक सम्बन्धी काम गर्न यो रासुपाको बन्द सत्रको कार्यक्रमहरू सञ्चालन गर्न मन्त्रालयले नै पत्र काट्यो भन्ने छ एउटा। र अर्को आज जुन उद्घाटन सत्र हुँदैछ भरतपुर 10 मा रहेको गेस्ट हाउस चौर र यो गेस्ट हाउस चौरको सरसफाई लगायतका विभिन्न कामहरूमा यहाँको भरतपुर महानगरपालिकाको नगर प्रहरी खटियो र यहाँका स्रोत साधनहरू परिचालन भए भनेर विरोधहरू पनि गरिएका छन्। तर मैले यो विरोधको कुनै अर्थ देख्दिन, किनभने सबैभन्दा पहिला त यो राष्ट्रिय महाधिवेशन चितवनमा हुनु नै अत्यन्तै महत्त्वपूर्ण छ। यसले एउटा राजनीतिक मात्र नभई यहाँको समग्र व्यापारिक अवस्थालाई पनि चलायमान बनाउने छ। केही दिन भए पनि यहाँको चितवनको व्यापार बढ्नेछ भन्नेमा कुनै शंका छैन। त्यसैले अहिले राष्ट्रिय स्तरका नेताहरू, प्रधानमन्त्री तथा पार्टी सभापतिदेखि लिएर विभिन्न प्रमुख नेताहरू र विभिन्न सांसदहरू र देशैभरका कार्यकर्ताहरूको जमघटले यहाँको राजनीतिक मात्र नभई आर्थिक गतिविधि पनि चलायमान भइरहेको छ। त्यसैले के कति कारणले यहाँ रासुपाले आफ्नो नियम मिच्यो, रासुपाले आफ्नो शक्तिको आडमा यहाँ कामहरू गर्यो भनेर अहिले विरोध जनाउनु भन्दा पनि यो राष्ट्रिय महाधिवेशन एउटा पार्टीको मात्र नभई सम्पूर्णको भएको कारण जुन हामीले मान्न सकिन्छ सत्तारूढ दलको, त्यसलाई हामीले सफल बनाउनु पर्छ र चितवनवासीको नाताले यो सहयोग गर्नुपर्छ। र यिनीहरूको यो चितवनमा महाधिवेशन सम्पन्न भइसकेपछि के कति टिप्पणीहरू छन्, के कति यिनीहरूले गरेका गल्तीहरू छन् र के सुझावहरू छन् हामीले औल्याउन सक्छौं। तर अहिले नै महाधिवेशनको पूर्व सन्ध्यामा नै विभिन्न खालका टीका टिप्पणी र विरोधले गर्दा यो महाधिवेशनलाई केही खल्लो बनाउन सक्छ र चितवनवासी माथि केही दाग लाउनु पनि सक्छ। त्यसैले अहिले विरोध नगरौं। तपाईँ हामीले के कसरी यो महाधिवेशनलाई सम्पन्न गर्नको लागि हामीले सहयोग गर्न सक्छौं, सहयोग गरौं। सहयोग गर्न सक्दैनौं भने विरोधको आवाज नगरौं, किनभने यिनीहरूले कुनै जघन्य अपराध गरेका छैनन्। केही कानूनहरू मिचिया होलान्, केही नियमहरू संशोधन गर्न खोजियो होलान्, केही राज्य शक्तिको स्रोतको परिचालन गरेका होलान्। यसको भित्री कारणहरू पनि केही हुन सक्छ। पक्कै यिनीहरूले राज्यलाई नै मर्का पर्ने गरी गरेका छैनन् होला भन्ने हामीले आशा गर्छौं। त्यसैले के कति भन्नु छ, के कति टिप्पणी गर्नु छ, यो रासुपाको राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेपछि हामीले उठाउन सक्छौं। तर अहिले भने रासुपाको महाधिवेशनलाई सफल गर्नको लागि हामीले आफ्नो क्षेत्रबाट के कस्तो सहयोग गर्न सक्छौं सहयोग गरौं, विरोध नगरौं।